हेलो गुड मर्निङ। हामी अहिले ठ्याक्कै थानकोटको त्रिभुवन पार्क आसपासमा छौँ। हामी अहिले चिया खाँदैछौँ। चिया खाइसकेर अब माथिको चन्द्रगिरीको डाँडामा हामी जाने भन्ने योजनामा छौँ। त्यही हिसाबले हामी भेला पनि भएका छौँ। यहाँ भाउजू यता हेर्नु पऱ्यो। पनि दिदी के छ? ल हामी अब जान्छौँ भने आज ठिक छ। ल हामी जान्छौँ। के छ कान्छी भाउजू? ठिक छ होइन? सबै राम्रो छ। नमस्कार। अब हामी हाम्रो आज के छ योजना? बसन्त भाइको अडियन्स के छ आजको हाम्रो योजना? अब आजको हाम्रो योजना चन्द्रगिरी जाने छ। के छ त्यो थप त्यो बिचमा हामी कतिको रमाइलो गर्दै जान्छौँ थप भने त्यो बिचमा चाहिँ पनि हुनसक्छ रमाइलोको सीमा नै छैन त्यो चाहिँ। अनि मेन चाहिँ त्यसको मेन क्यारेक्टर चाहिँ तपाईँ हो। त्यही भएर के छ आगे मिस के भन्नु हजुरले? नमस्कार। के भन्नुहुन्छ? तपाईँलाई के भन्न सकिन्छ? ओके हामी अब चन्द्रगिरीको उकालो लागेका छौँ। अब लाग्दै गर्दाखेरि अचम्मै रमाइलो कुराहरू पनि भइरहेका छन्। प्रकाश भाइ एकदमै जेन्जी मोडमा पनि हुनुहुन्छ। यसै गरी हामी अघि बढिरहेका छौँ। अब यहाँ हाम्रा साथीहरू ल लाइनी ल चट्टको हो कस्तो राम्रो भएर हिँड्नु भयो। आज पक्का रमाइलो हुनेवाला छ। भयो प्लिज भयो। टोली और चेक 1 2 चेक त्यही भने यस्तो समस्या खासै भयो नि त। यहाँ त धेरै समस्याहरू मात्रै समस्या हो क्या। हाम्रो एक्सपेक्टेसन त होइन लोगु यो अराजक यस्तो अराजक किन हो टिम? हिँड्ने भनेको नि अचम्मको रहेछ क्या। हाम्रो साथीहरू त ल खतरान परेको ल बिचरा अलिकति पाहाडमै जन्मेर यस्तै ओह्रालोमा काम गर्नुपर्ने रहेछ क्या। त्यो चाहिँ मैले गरेँ अब पहिले नै कति मजा आउँछ क्या। ल यस्तो त म अझै 2 दिन हिँडिदिन्छु। हिँडै गर्छु म त। गुड मर्निङ। म उकालो बाटोमा छु। अब यहाँ एकदमै हाम्रो फेमस खाजा सबैले फ्रुटी खाने क्रममा पो लाग्यो। एकदमै रमाइलो भइरहेछ यो उकालो त। यति रमाइलो मैले हुन्छ भने सायदै अलिकति कम पनि सोचेको हुनसक्छु। तर बाटो एकदमै रमाइलो साथीहरू, एकदमै रमाइलो बाटो। अझै यहाँ यति धेरै छ कि हाम्रो ल हेरौँ त ल खाने ओर्ने कुरा चाउचाउ बिस्कुट खाने ओर्ने सबै चिज यहाँ पो चलिरहेको छ हाम्रो। यो के हो भने यो धुलोभरिको ठाउँबाट अहिले चाहिँ एयरको गुणस्तर पनि एकदमै घटेको अवस्थामा हामी यति रमाइलो ठाउँ यति जङ्गलमा आएर यति चिसो हावा खाँदै मलाई त यो हाम्रै गाउँको पो बेसी खोलामा झरेको हो कि पनि भन्ने अलिकति फिल भयो। यस्तै ठाउँमा गएर हामी दाउरा ल्याउँथ्यौँ, घाँस काट्थ्यौँ। यति रमाइलो ठाउँ छ कि अब फेरि पनि कता मलाई स्मार्ट त्यहाँ पनि भएको छ। अपडेट गर्दै गरौँ ल अहिलेलाई। चिया बिस्कुट जिन्दाबाद। चिया बिस्कुट हो Yeah, come on! Anil! Come on, run! Jivan! Oh, Jivan! Woohoo! Wow, very good. पानी छिटायो एकदमै सशङ्कित भएको अवस्था छ। पानी पर्छ कि भन्ने पनि भाषा मुख्य कुरा चाहिँ अरू त केही होइन। 12 बजे यस्तरी अँध्यारो हुनु भनेको यो सामान्य विषय होइन, एकदमै चुनौतीपूर्ण विषय हो हाम्रो लागि। फेरि कस्तो भनेदेखि भर्खर 12 बज्दैछ, हामी उकालो जाँदैछौँ। हामीसँग कुनै पनि ओड्ने सामग्रीहरू छैन अनि सुरक्षा सामग्री पनि छैन। फर्किन एकदमै जटिल छ।
अब हाम्रो अझै यहाँबाट चितलाङ जानेसम्म योजना थियो। अब सायद योजनाले कतिको सार्थकता पाउँछ भन्ने विषयमा अलिकति सोचनीय भएको छु। त्यो कुरा त के भने हामीले पानीमा भिज्नु मन छैन, तर बाध्यता यस्तो भएको छ कि पानी परिसक्यो, हामी अब भिज्दैनौँ भन्नै सक्दैनौँ, भिज्छौँ पनि कसरी भन्ने हो। हाम्रा साथीहरूलाई ल त फाइनल्ली हामी पानी पऱ्यो पनि ओत पार्ने ठाउँमा आइसकेका छौँ। बल्ल अलिकति चैनको साथ फेरियो साँच्ची भन्ने भएको छ। फाइनल्ली आइयो। अब हामीले फर्किने विषयमा अलिक 1-2 घन्टा पछि मात्रै सोध्छौँ, तर तत्काललाई चाहिँ अब पानीमा कसरी जोगिने भन्ने नै हाम्रो प्राथमिकता छ। मैले भने माथि इन्द्र बालचन्द्रलाई चाहिँ मैले पानी नपारिदिनु भनेर भनेपछि जीवनदाताले भनेपछि अब यो कुरा पक्का सत्य हुन्छ। के बसन्त फाइनली चाहिँ हाम्रो हिँडाइ क्यालकुलेसन ठिक रहेछ। हामीलाई चाहिँ भगवान्ले चाहिँ हेरिरहेका छन् माथिबाट। यही पुस्ता हो जसले चाहिँ अब देशमा सुधार गर्नुपर्ने छ। बस होइन। अब हामीले यहाँ पानीलाई पनि सकिसकेका छौँ। अब हामीले यो बाटो सर र चितलाङ झर्ने पक्षमा छौँ। हामी अब चितलाङ जान्छौँ। चितलाङ गएर हामी चाहिँ चितलाङतिर लाग्दैछौँ। चितलाङ गएर हामी चाहिँ लोकल रातो भाले खाने भन्ने हाम्रो एकदम ठुलो योजना छ। लोकल रातो भालोको सुपसँग भात खाने भन्ने कुरा छ। लेट्स इन्जोय है। अरू केही छ, के भन्नुहुन्छ हजुरले? एकदम इन्जोय। ओके। कसरी अब हाम्रो चितलाङमा योजना के छ? भाले खाने। हेलो गाइस। हेलो हामी अहिले चितलाङ जाने क्रममा छौँ र अब हामी चितलाङबाट एकदमै रमाइलो गर्ने पक्षमा पनि छौँ र फोटो भइरहेको। चितलाङलाई श्री चितलाङको सट्टा चितलाङ अर्ग्यानिक भिलेज स्टोर। या वी आर एग्जिटिङ फ्रम दिस प्लेस। ओके। नाउ अब हामी एकछिन गाडी पर्खिन्छौँ। हामी एउटा ठुलो गाडी चढेर एकदम ल त अब हामी चाहिँ अहिले चितलाङको एउटा चितलाङ भिलेज स्टोरबाट हामी खानेकुरा खाइवरी अब खाजासाजा खाएर अब हामी फर्किने क्रममा छौँ। हामीले आज एकदमै रमाइलो गऱ्यौँ। मौसम अलिकति पानी परेको अवस्था पनि थियो। यतिको हुँदाको बावजुद पनि हामीले धेरै चाहिँ रमाइलो गऱ्यौँ। धेरै ठाउँ चाहिँ घुम्यौँ। चितलाङ पनि आयौँ। हामी खास चन्द्रगिरी मात्रै आउने भनेर हिँडेका थियौँ। यद्यपि हामी सबै ठाउँमा आएका छौँ। यस्तो हेर्छ ल, यस्तो रमाइलो ठाउँ, यस्तो चाहिँ वातावरण प्रदर्शन भइरहेको बेलामा हामी यस्तो रमाइलो ठाउँमा आयौँ। लोक सर के छ, हजुरले आजलाई कसरी हेर्नुभयो? आज चाहिँ हामीले भले रमाइलो गऱ्यो। अनएक्सपेक्टेड चितलाङ छोटो समयमा तपाईँको चितलाङ आउने नै सोच्थ्यो होइन? यो युनिभर्सिटी हेर्ने सोच्थेँ। युनिभर्सिटी हो मास्टरको यताको। रमाइलो थियो, एकदम रमाइलो भयो मलाई पनि। अब हाम्रा साथीहरू पनि पछाडि थोरै खाँदै हुन्छ। हामी चाहिँ गाडी रोक्न भनेर नि अलिक अगाडि हिँडेका हौँ। लोक दादा के छ भन्नु त हजुरले? चितलाङ चाहिँ कस्तो रहेछ भने यो चाहिँ परम्परा पनि आधुनिकता पनि मिसिएको चाहिँ ठाउँ रहेछ। घरहरू हेर्दाखेरि पुरानो के छ, बस आउँदैछ पर्तिर। हाम्रा सबै टोलीहरू एकदम बस चढ्न एकदम लालाइ छन्, आतुर छन्। आयो 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 गाडी आयो आयो लोक आयो, गाडी खाली छ। गाडी खाली छ, गाडी खाली छ। ल हामी चढ्यौँ गाडीमा, हामी चढ्यौँ। अब हामी भित्रदेखि खुइसौँ बिरालो।
त्यसैमा मलाई छोडी अरूलाई छोडी तिम्रो भलो तेरी सपनों में नाराज़ी बातें दिल की होती लफ्ज़ों की धोखेबाजी तुम साथ हो या न हो क्या फर्क है यस्तै रमाइलो नाच्दै गाउँदै हाँस्दै खेल्दै हामीले आजको दिन यस थानकोटबाट चितलाङसम्मको यात्रा तय गऱ्यौँ। एकदमै रमाइलो भयो, साथीहरूसँग एकदमै मिठा कुराकानी हाँस्दै खेल्दै हामी गयौँ। अब यस्तै दिनको अपेक्षा छ र फेरि अर्को हाइकिङमा हामी जोड्ने नै छौँ। नमस्ते।